यदि तपाईँको हात बारम्बार काँपिरहेको छ भने यसलाई सामान्य भनेर बेवास्ता नगर्नुहोस्। कहिलेकाहीँ यो जोखिमपूर्ण पनि हुनसक्छ। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै जानकारीका लागि मलाई फलो गर्न नबिर्सनुहोस्। के तपाईँको हात काम्ने समस्याले दुख दिइरहेको छ? चिया समात्दा, लेख्दा वा मोबाइल चलाउँदा हात काँपिन्छ? कहिलेकाहीँ हल्का काप्नु, थकान, डर, कफिन क्याफिन धेरै सेवन वा तनावका कारण पनि हुनसक्छ। तर बारम्बार बढ्दै गएको कापाई केही स्वास्थ्य अवस्थाको सङ्केत हुनसक्छ। यसको सम्भावित कारणहरूमा धेरै चिया वा कफीको सेवन जसमा क्याफिन नसाले उत्तेजित गर्छ, थाइरोइडको समस्या विशेष गरी हाइपरथाइरोइडिज्म जसमा शरीरको क्रियाशीलता बढेर हात काप्न सक्छ। यसलाई मेडिकल भाषामा ट्रेमर भनिन्छ। ट्रेमर भन्नाले शरीरको कुनै भाग आफै नचाहिँदै काप्ने अवस्था हो। पार्किन्सन्स डिजिजमा हुने ट्रेमर प्राय आराम अवस्थामा हुन्छ, अर्थात् हात केही नगरी बस्दा बढी काम्छ र काम गर्दा कम हुन्छ। यसलाई पिल रोलिङ जस्तो कापाइ भनिन्छ। इसेन्सियल ट्रेमर भने धेरैजसो दुवै हातमा देख्न र कुनै काम गर्दा जस्तै लेख्दा गिलास समात्दा बढी हुन्छ। यो परिवारमा पनि चल्न सक्छ र केही मानिसमा रक्सी खाँदा अस्थायी रूपमा कम हुन्छ। यसको उपचारमा प्रोप्रानोलोल र प्रिमिडोन प्रयोग गरिन्छ। इन्टेन्सन ट्रिमर भने दिमागको सन्तुलन मिलाउने भाग सेरेबेलम बिग्रिँदा हुन्छ। कुनै वस्तु छुन्जान्दा हात जति नजिक पुग्छ त्यति धेरै काम्छ। यो मल्टिपल स्क्लेरोसिस वा सेरेबेलम चोटमा देखिन सक्छ। फिजियोलोजिक ट्रेमर सामान्य मान्छस पनि हल्का रूपमा हुन सक्छ, तर डर, तनाव, धेरै कफी, थाइरोइड बढ्दा वा केही औषधिले यो बढी देखिन्छ। एस्ट्रिक्सिसलाई हात फडफडाउने कामपाई पनि भनिन्छ र यो कलेजोफिल हुने हेपेटिक इन्सेफलोपेथी वा शरीरमा विषाक्त पदार्थ जम्मा हुँदा देखिन्छ। तर ध्यान दिनुहोस्, अचानक ट्रिमर सुरु हुनु, शरीर कमजोर हुनु, बोल्न गाह्रो हुनु वा हिँड्दा ब्यालेन्स बिग्रिनु भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ। यो स्ट्रोक वा अन्य न्युरोलोजिक डिजिजको सुरुवाती सङ्केत हुन सक्छ।